अहिले पनि हाम्रो युवाहरू वार्डमा उठ्नु पर्यो, जाग्नु पर्यो, हाम्रो स्थानीय सरकारमा चेन्ज ल्याउनु पर्यो, हाम्रो गाउँठाउँ विकास गर्नु पर्यो, तर छैन। अहिले हामी गाउँमा जाँदा, हामी गाउँ घुम्दा, हाम्रो पनि गाउँ कति घुमेको थियौँ, तर गाउँ घुम्दा यस्तो अवस्था हुन्छ गाउँको, यस्तो हालत हुन्छ गाउँको, गाउँ विकास छैन, बाटो विकास छैन, स्कुलमा पढाइ राम्रो हुँदैन, स्कुलमा टिचर छैन, स्वास्थ्य चौकीमा जान्छ भने औषधि भेट्दैन, यस्तो हालत छ हाम्रो गाउँ समाजको। यस्तोमा कहाँ परिवर्तन हुन्छ? हाम्रो भविष्य कहाँ जाँदैछ? आज हामी यहाँसम्म पुग्यौँ, जहाँसम्म त्यसो गरेर यहाँसम्म हामी पुग्यौँ। भोलिको दिनमा के हुन्छ हाम्रो फ्युचर, हाम्रो भविष्य के हुन्छ? तपाईँले सोच्नु भएको छ? तपाईँहरूले आज सोच्नु भएन, तपाईँहरूले आज गाउँ ठाउँमा विकास गर्नु भएन, भोलिको दिनमा तपाईँले समस्या आउँछ। म तिरहुत गाउँपालिका वार्ड नम्बर 1 र म पुरै नेपालभरिको युवाहरूलाई म सन्देश दिन चाहन्छु भने तपाईँहरू आफ्नो आफ्नो ठाउँमा उभिनुहोस्, जाग्नुहोस् र आफ्नो ठाउँमा पहिला परिवर्तन ल्याउनुहोस्। हाम्रो समाज परिवर्तन हुनेछ पक्कै। यो तपाईँहरूले पहिलाको जस्तो अब मेरो बुवा यो पार्टीमा छ भने म पनि त्यही पार्टीमा बस्ने, मेरो आमा त्यो पार्टीमा छ भने म पनि त्यही पार्टीमा बस्ने, त्यही पार्टीमा भोट हाल्ने, त्यो काम नगर्नुहोस्। आज त्यही पार्टीको भोट हालेर त्यही पार्टीमा गएर आज हाम्रो हाल यस्तो छ, हाम्रो देशको हाल यस्तो छ, हाम्रो समाजको हाल यस्तो छ, हाम्रो गाउँको हाल यस्तो छ। तपाईँहरू उठ्नुहोस्, हामीसँग उठ्नुहोस्, हामी सबै युवा मिलेर उठ्नुहोस्, हामी परिवर्तन ल्याउन सक्छौँ, हामी परिवर्तन ल्याउन सक्छौँ। यो होइन कि र एउटा कुरा तपाईँहरूले यो याद राख्नुहोस्, अब आउने इलेक्सनमा, अब आउने चुनावमा तपाईहरू कसलाई भोट हाल्नुहुन्छ, तपाईहरू भोट कसलाई मार्नुहुन्छ, कुन छापमा भोट हाल्नुहुन्छ? भोट त हाल्नुहुन्छ अब गाउँको अब के छ, गाउँघरमा तपाईँहरू त थाहा होला, गाउँघरमा ले न बौ अरे ए फल्ना पार्टी चाहिँ हम तो पार्टी चुकेको ए आउ साहब तलबाट 4-5 हजार रुपियाँ दिन्छ, ल हाम्रो बिकिहाल्छ मान्छेहरू। त्यस्तो नगर्नुहोस् तपाईँहरू। आजदेखि तपाईँहरू आफ्नो समाजमा चेन्ज ल्याउनुहोस्, परिवर्तन ल्याउनुहोस्।